Hello guys. Namaste दर्शक. Welcome to मामा घर UK vlog. आज चाहिँ हाम्रो हैन के रे भान्जा र म भएर चाहिँ पुरा के रे अनबक्सिङ भिडियो बनाउँदै छौं. नयाँ भ्लगिङ सेटअप छ आज फुल सब देखाउने वाला छ हामीले हाम्रो सेटअप कस्तो हुने छ. मामा चाहिँ बिहाइन्ड द क्यामेरा आज. मामा चाहिँ बिहाइन्ड द क्यामेरा. माइजु चाहिँ यहाँ है. माइजु चाहिँ सरप्राइज हो. मलाई थाहा थिएन यत्रो धेरै के किन्छेको रहेछ है. अनि आज सबै देखाइसक्यो. क्यामेरा पुरा सेटअप पुरै किनिसक्छ ब्लगको लागि. मामाको ड्रिम क्यामेरा. खाली कुरा गरेको राख्छु एकदम धेरै चलेको अनि गलेको DJI Osmo Pocket भयो 4. त्यो चाहिँ माइजुको फेभरेट त्यस्तो लिएर हिँड्छ नि केटीहरूले. मलाई चाहिँ त्यो चाहियो. मलाई चाहिँ त्यो चाहिँ सोचिरहेको थिएँ दिमागमा. अनि अर्को भनेको यो एक्सन क्यामेरा यो DJI 6. मामाले चाहिँ एकदम मामाको चाहिँ फेभरेट चाहिँ यो फेरि माइजुको त्यो. त्यसमा चाहिँ हामी कुन किन्ने भनेर एकदम कन्फ्युजन भएको थियो. तर फाइनली चाहिँ हामीले यो Osmo DJI एक्सन 6 किन्यौँ. किन भन्दाखेरि त्यो चाहिँ अलिकति फ्रजाइल खालको त्यो अर्को लिएर हिँड्दा बच्चाहरू छ नि त हाम्रो. बच्चाहरूसँग लिएर हिँड्दा अलिक खस्ने त्यो फुट्ने हुन्छ नि. तर यसो हेर्दाखेरि चाहिँ लाइक अब हामी त्यो अब गइन्छ नि त अब भिडभाडमा होइन. अब त्यो धेरै त्यो क्राउडेड एरियामा जाँदाखेरि चाहिँ त्यो चाहिँ एकदम सजिलो लागेको थियो कि हेर्दाखेरि चाहिँ लाइक क्यामेरा लिएर हिँडेको अनुभवै नहुने नि त फेरि होइन. ठिकै छ, नट ब्याड. तर यो चाहिँ अलिक प्रोपर क्यामेरा जस्तो हो कि यसको चाहिँ सेटिङहरू पनि मिलाउनु पर्छ. अलिकति गाह्रो हो तर अलिक क्यामेरा चलाउनु सिकिन्छ भनेर पनि अलिक बलियो पनि छ नि त. वाटरप्रुफ डस्टप्रुफ लिएर हाम्रो ब्लगको न्यू मेम्बरहरू अब चाहिँ हाम्रो यो ब्लगको चाहिँ न्यू मेम्बर न्यू सेटअप हाम्रो आएको छ. अब चाहिँ हेर्नुहोस् है अब फेरि कतिको डिफ्रेन्ट आउँदो रहेछ यो पछिको भ्लगहरूमा चाहिँ कमेन्ट गर्नु होला है त. ल हेरौँ ल अलिकति फुटिसक्यो. भान्जा बाबुले चाहिँ वेट नगरिकन ट्याक निकालिहाल्छ. ल भन्छु त के छ अब यहाँ बक्समा के आउँदो रहेछ भनेर. मेन क्यामेरा यत्रो सानो हो कि लिएर हिँड्दैन. सानै रहेछ त. त्यस्तो सानो त ठुलो त आउँछ नि. धेरै ठुलो त नरहेछ त है. सानो नै हुँदो रहेछ त. लुक एट गाइज सो स्मल है. अब यो चाहिँ ओपन गरौँ. ओपन गरेर नि हेरौँ न. मैले तर त्यो बक्सा हेर्दा त कत्रो ठुलो जस्तो लागेको थियो कि तर यस्तो सानो आउँदैछ. आउँछ नि. लुक एट द्याट. यत्रो सानो सो क्युट है. सानो हो है. यत्रो सानो क्युट छ. दामी. इट्स लाइक लुक ह्याप्पी. मामा चाहिँ ह्याप्पी भइसक्यो. स्क्रिन अगाडि नि अन्त स्क्रिन नि. स्क्रिन अगाडि पछाडि स्क्रिन रहेछ. अगाडि नि यसरी लिएर यहाँ देखिन्छ आफूलाई. त फोनमा यस्तो गाह्रो भएको थियो कि चला हात चलाउन. खास गरी चाहिँ मलाई चाहिँ यो एंगल मिलाउन नि मिल्दैन हैन. ओपन गरौँ न. स्टिकर निकाल्दिने अहिले नै. सानो छ. क्युट सो क्युट है. मलाई चाहिँ राम्रो लाग्यो. सो क्युट. लेट मी ओपन इट.